व्हाट्सअप गाइज वेलकम टु माई मनोज ब्लग। अनि अहिले चाहिँ हामीहरू चाहिँ जङ्गलको बिचमा जाँदैछौँ। अनि त्यहाँ गएर चाहिँ करेन्ट प्लस अन्डाहरूको मेकिङ भिडियो चाहिँ लिएर आइरहेको छु। ल स्टे ट्युन गाइज। ल गाइज अहिले चाहिँ हामी आधो बाटोमा हो। अनि बाटोमा चाहिँ हिँड्दैछौँ। त्यस्तो गर्मी चाहिँ छैन। आज चाहिँ गर्मी त छ, यहाँ पनि वाइल्डै गर्मी छ। तर यहाँ अब हामी जङ्गलको बिचमा आइसकेपछि सर हावा चलिरहेको छ। लाइक जङ्गलको बिचमा अन्त जङ्गलको बिचमा भएपछि चाहिँ अब हल्का हावा चाहिँ लागिरहेछ। शीतल महसुस चाहिँ भइरहेछ। अझै हामी योभन्दा पनि शीतल हुने ठाउँमा जाँदैछौँ। त्यो अझै शीतल हुने ठाउँमा गएपछि चाहिँ अनि केही हुन्छ कि भन्ने हो। हाम्रो सब गर्मीहरू निस्किन्छ कि भन्ने हो। त्यसको लागि हाम्रो भरपुर प्रयास जारी छ। कसले हो पुरा आगो सागो लगाइदियो रहेछ है जङ्गलमा नि पहिला। अहिले चाहिँ अब त्यो हरियाली हुँदैछ। भर्खर मनसुन सुरु हुन लाग्यो नि त, त्यसको लागि हुँदैछ। अहिले चाहिँ भइसकेको चाहिँ छैन। यस्तो दामी जङ्गल छ। अब यसको पनि खतरनाक ठाउँमा चाहिँ हामी जानेछौँ। त्यसको लागि अलिकति टाइम चाहिँ लिनुपर्छ। हेर्दै जाऊँ के हुन्छ हामी देखाउने मिल्छ। गर्मीले मर्नु भइसक्यो। अहिले चाहिँ हामी बिच जङ्गलमै हो। पानी भर्दैछ यहाँ चाहिँ। पानीको लागि हाम्रो लागि चाहिँ हो बवाल छ गाइस, बवाल। दामी चिसो हावा लागिरहेछ। तर पसिना चाहिँ डर आइरहेछ भर्खर हिँडेर भएर। अब चाहिने जोमा गर्मी हेरे अझै यो चाहिँ पानी भर्दैछ। यो ठुलो बोतलमा पनि भर्नु। यस। अनि हाम्रो दाउरा चाहिँ भेटाइसक्यौँ। हो त्यो चाहिँ क्लिप बनाउनु पाएन। यो चाहिँ हामीले दाउरा लिएर आएको हो। दाउरा चाहिँ हामीले लिएर आएको हो। अहिले अब हामी चाहिँ कहाँनिर चाहिँ कुकिङ हुन्छ, स्पोट हुन्छ थाहा छैन। अब चाहिन्छमा कता जाने भन्ने हामीलाई ठ्याक्क थाहा छैन। हामीले सोचिरहेछौँ खोला जाने। खोलामा जाऊँ कि यहाँ बिच जङ्गलमा जाऊँ कि कुनमा जाऊँ भइरहेछौँ। हेरौँ कता कता हुन्छ। लगाइ अहिले चाहिँ हेर्दै गर्नुहोस्। अहिले चाहिँ हामी पानी चाहिँ भरेर अब एकछिनमा भेटौँला है त। हामी चाहिँ हाम्रो कुकिङ स्पट चाहिँ खोजेर भेटौँला। यो गाइज अहिले चाहिँ हाम्रो फाइनल डिसिजन चाहिँ भइसक्यो। हामी चाहिँ खोलामै बस्ने भयौँ। खोलामा चाहिँ कि यहाँ हुन्छ कि यहाँ हुन्छ होइन, दुइटामा चाहिँ यहाँ हुन्छ। हाम्रो चाहिँ एकछिन सेटअप मिलाएर त्यसपछि हामी भेटिनेछौँ। स्टे ट्युन गाइज। अहिले चाहिँ हाम्रो सब सेटअप रेडी भइसक्यो। आगो सागो बालेर टक्क होइन। यो चाहिँ हाम्रो सेटअप हो। अहिले चाहिँ हाम्रो करेन्ट मेकिङ चाहिँ भइरहेछ। भर्खर चाहिँ वाटर बोइलको लागि हालिरहेछौँ। आगो चाहिँ बलिरहेको छैन होइन। धुवा चाहिँ लास्ट खतरा आइरहेछ। अनि चाहिने जोमा यो चुतको चाहिँ केही काम छैन। हेर योमा ढुङ्गासँग खेल्दै बसिरहेछ। ढुङ्गामा खेल्दै बसिरहेछ चुदान्दै। लास्ट गर्मी छ, गर्मी भइरहेछ यहाँ चाहिँ। यस्तो बवाल भ्यू छ होइन, आनन्दको पेस होला। अहिले चाहिँ बजिसके 1 बजेर चाहिँ कति 2 मिनट गयो। 2 बजे ठ्याक्क 2 मिनट 2 बज्यो। थम्बनेल।
गाइज अहिले चाहिँ हाम्रो सबै खानेकुरा रेडी भइसक्यो एज यु क्यान सी यस्तो बवाल भएको थियो अनि यहाँ हेर्नु कस्तो छ टेस्ट गरिदियो नि त कस्तो छ कस्तो बवाल छ खै अब कस्तो छ होइन मैले चाहिँ टेस्ट गरेको छैन अब हेरौँ म चाहिँ टेस्ट गर्छु कस्तो हुन्छ अब एक बाइट हानिदिउँ थोरै मिठो भएको मिठो भारी छ यो गाइज अहिले चाहिँ हाम्रो सबै करेन्ट सरेन्ट खाएर पनि देख्न सक्छ ओठ है कुरा कस्तो भएको छ खाएर पनि सकिसक्यो राइट अनि चाहिँ अब चाहिँ हाम्रो काम भनेको चाहिँ अब यो चाहिँ प्याक गर्ने हो प्याक गर्ने अनि निस्किने हो ल गाइज अहिले चाहिँ सब प्याक गरेर पनि हामी अब घरको लागि निस्किन लाग्यो हो सकिसक्यो प्याक यहाँ यस्तो छ खै दिहाजु त यस्तो यस्तो छ यस्तै गरेर छौँ अब आजको लागि चाहिँ यति नै हुन्छ होला गाइज किनभने टाइम पनि अहिले 3 बज्न लागिसक्यो अब चाहिँ हामी घर निस्किनु पर्ने हुन्छ थ्याङ्क यू सो मच गाइज अहिलेसम्म हेरिदिएकोमा एन्ड यस्तै भिडियो हेर्नु मन छ भनेपछि चाहिँ डु सब्सक्राइब मनोज ब्लग ओके थ्याङ्क यू सो मच बाई बाई गाइज बाई गऱ्यो ल बाई बाई गाइज